न जाँदाखेरि चाहिँ कस्तो दामी थियो। बाढ गइसकेको बादमा हेर्नुहोस् न कस्तो भएको छ पुरा ड्याममै। यहाँ राजाले दिएको घर, यो भुटान राजाले दिएको घर थियो किदुवा हाउस। योहरू सबै पुरेर मान्छेहरू भाग हो। यो हेर्नुहोस् यो इमिग्रेसन अफिसहरू हो। यो माथिबाट चाहिँ पानी पसेछ त यस्तो छ। सबै जग्गातिर यो भयो, तर यो हाम्रो यहाँ जग्गामा चाहिँ प्रार्थना भयो। प्रार्थना प्रभु परमेश्वरले शक्तिशाली काम गर्नुभयो। चारैतिर पुरा यो ड्यामेज गर्यो हो। मान्छेहरू कति थियो, भागाभाग भयो, तर परमेश्वरले चाहिँ यो ठाउँलाई चाहिँ यस्तो सेभ गर्नुभयो, यो यति यो क्रेसरलाई। किनकि आफ्नो छोरीहरूले परमप्रभुको भयमा, उहाँको भयमा हिँडेको कारणले गर्दाखेरि अनि उहाँको प्रार्थना अनि हाम्रो प्रार्थना चाहिँ परमप्रभु परमेश्वरले सुन्नुभयो। हो त्यो ठाउँबाट चाहिँ यस्तो भित्र छिरेको थियो पानी, तर यस्तो भी भएर दुईपट्टिबाट गयो पानी। एउटा पानी यस्तो गयो, अर्को पानी हो यस्तो गयो हो। तर परमप्रभु परमेश्वरले चाहिँ शक्तिशाली काम गर्नुभयो। यो ठाउँलाई चाहिँ उहाँले सेभ गर्नुभयो हो। यो ठाउँलाई चाहिँ सेभ गर्नुभयो अनि केही पनि भएन। यो ठाउँले गर्दाखेरि यो तलतिर डल्लै डुबाउ भएको थियो, धेरै गाडीहरू बगायो अनि यहाँ तलतिरबाट त मान्छे पनि बगायो है, यही खोलाले हो। तर यहाँ चाहिँ परमप्रभु परमेश्वरले यस्तो सुरक्षा दिनुभयो। त्योतिर सबै डुबाउ भयो, यो गाडीहरू राखेको यहाँसम्म डुबाउ भयो सबै। तर यो एरियाबाट चाहिँ अनि परमप्रभु परमेश्वरले हामीलाई यसरी सुरक्षा दिनुभयो। परमेश्वरलाई धन्यवाद। जय मसीह सबैजनालाई। जय मसीह, जय मसीह, जय मसीह।